सन्त साथीहरू है, त्यसैले म आज मसौरा र आलु मिलाएर तरकारी बनाउँदैछु। अनि पहिला यो मसौरालाई भुटेर निकाल्छु पहिला, अनि पछिबाट चाहिँ राख्छु। किन चाहिँ मसौरा यत्तिको भइसक्यो। अब यत्तिको भयो यो मसौरा, यत्तिको भएपछि चाहिँ यसलाई निकाल्दा हुन्छ। त्यो यसलाई निकालेर मैले यहाँ राख्दैछु। मेथी नराखी सब्जी पकायो भने चाहिँ मलाई मजा लाग्दैन कि, त्यसैले म मेथी पकाउँदैछु। अब यत्तिको भएपछि प्याज र लसुन राख्दैछु। अनि त्यो सँगसँगै पाक्छ नि त मेथी पनि, त्यसैले यस्तो राख्दैछु। हामी गृहिणीलाई खालि चिसो मौसम छ, बच्चा बच्ची परिवारको स्वास्थ्यको केयर गर्दा गर्दै आफ्नो स्वास्थ्यको केयर गर्न चाहन्छ नमिल्दो रहेछ कि। बिस्तारै राख्दैछु म यहाँ। अब आलु राख्दैछु। यतिको भएपछि अनि आलु राखेर आलु भुट्दैछु। हेर्नुहोस् चिसो छ त मौसम, के गर्ने होइन, कताउनु त पऱ्यो नि त चिसो मौसमलाई। आलु यत्तिको भुटिसक्यो है। अब आलु यत्तिको भुटिसकेपछि म टमाटर राख्छु। म चाहिँ यस्तो गरेर 3 टमाटर राख्छु। अब यो टमाटर राखिसकेपछि म यसलाई यस्तो गरेर चलाउँछु। त्यसपछि म यसलाई केही बेरको लागि ढाकिदिन्छु। यतातिर फेरि म साग पनि भुट्दैछु कि साथीहरू। चिसो भए पनि सागपात त खानु परिहाल्यो होइन त, चिसो छ भनेर सागै नखाएर त भएन नि त। अब आलु यत्तिको पाकिसक्यो है, आलु र टमाटर। म मसला राख्दैछु। म चाहिँ मसला पिसेको धुलो युज गर्छु कि, थोरै अदुवा पनि राख्छु होइन, चिसोमा अदुवा खानु राम्रो मानिन्छ नि त, त्यसैले थोरै अदुवा पनि राखेँ मैले। अब यसलाई मैले एकपल्ट राम्रोसँग चलाउँछु है। त्यसपछि मैले यसमा थोरै पानी राख्छु। पानी राखेर केही बेर पकाउँछु। मैले पानी राखेँ। अब यसमा मैले अघि भुटेर राखेको मसौरा पनि एड गर्छु। यो मसौरा पनि राख्छु, चलाउँछु र अनि केही बेर ढाकेर पकाउँछु। यस्तो मजाले पाकिसक्यो। अहिले पर्फेक्टली रेडी हुँदैछ। म थोरै स्वादअनुसार नुन राख्छु। हेर्नुहोस् पाकिसक्यो। यत्तिको भएपछि खानाको लागि रेडी भइसक्यो यो है। तपाईँहरूसँग गफ गर्दा गर्दै यता साग पनि पाकिसकेको होला। हेर्नुहोस् साग पनि पाकिसक्यो। यही त मैले मेरो आजको अब भिडियो के गराउने कसो गराउने भन्ने कुराको झन्झट भइराख्ने छु है। यति भएपछि त कन्टेन्ट मोनेटाइज पुरा।